बालेन शाहलाई हामी भन्न चाहन्छु, हामी राष्ट्रिय युवा संघ नेपालका नेता हौँ, हामी यो देशका नेता हौँ। परिआए राष्ट्रिय युवा संघ नेपालले घिसार्छ। सुने मङ्गले, तेरा छातिया चावडा रमछन् र त एउटा बाउको छोरो होस् भने बालेन शाहलाई रङ्गशालामा ल्याएर विदेशी दलाल सिंहदरबार जलाउने यही हो भनेर 2 फोनका घुमा तँलाई 20 केलीको माला ल्याएर स्वागत गर्न आउँछु। छ तेरो दम। बालेन शाहको कठेलो होइन, बाल मात्रै छुन्न सक्दैनस् तैँले के, अरू कुरा परै जाओस्। तँ जस्ता अराजकतो सडेका तत्त्वहरूले एमाले बदनाम भएको, तँ जस्ता गुहरुले हो, बुझिस्। एमाले आफैमा आफै नराम्रो पार्टी होइन, बुझिस् नि। तँ जस्ता गुहरुको जाल खेलेर षड्यन्त्रले गर्दाखेरि एमाले बदनाम भएको। आज केपी ओली बदनाम भएको किन हो त? आज केपी ओली नराम्रो मान्छे होइन, तँ जस्ता गुहरु पछि लागेर केपी ओली बदनाम भएको हुन्। तैँले भन्छस् केपी ओलीका लागि ज्यान दिन तयार छु भन्छस्। अस्ति किडनी दिने बेला दिस, एउटा किडनी दिए पनि सक्थ्यो त बाँच्न र बचाउनु पनि सक्थ्यो त केपी ओलीलाई। बिचरा 23.5 करोड खर्च भएको छ केपी ओलीको किडनी हाल्नमा, तैँले दिस। नीति र विधिका कुरा गर्छस् तैँले। मदन भण्डारीको नीति नियम र विधि यही हो, तैँले यही पढेर एमालेमा प्रवेश गरेर यही ज्ञान सिकेको होस्, पिएचडी गरेका भन्छस् त। बी पोजिटिभ, कहिलेकाहीँ राम्रो कुरा गर्न यार। तेरो आजसम्मका जति पनि भाषण र के अरे इन्टरभ्यू छन् नि, कुनै एउटा भाषणमा भन्नु तैँले राम्रो भाषण गरेको, देशको लागि, देश कसरी बनाउने कुनै आइडिया यस्तो दिएको कुनै भाषण छ तेरो? खालि वितण्ड मचाउने, लडाइँ झगडा गर्ने र आफू बाहेक, आफ्नो पार्टी बाहेक सबै पार्टीका मान्छेहरू चोर फटा डाका हुन् भन्ने, एक अर्कालाई आरोप प्रत्यारोप लगाउने, त्यो बाहेक तैँले कुनै केही राम्रो ज्ञान सिकेका छस्? तँ कहाँबाट गरेर आइस् पिएचडी भने? कुन स्कुलबाट गरेर आइस् पिएचडी? कुन देशमा गरेर पिएचडी आइस् त? यही हो तैँले सिकेको ज्ञान? एमालेका साथीहरूलाई म भन्छु, यस्ता यी सडेका गलेका किराहरू तपाईँको पार्टी रह्यो भने तपाईँको एमाले पार्टी झन् बिग्रिन्छ, झन् तहस नहस हुन्छ। एमाले गन्नाउन हालेको यस्तै अराजकत्व तत्त्वहरूले हो के। तँ भन्दा त 5 गुणा राष्ट्रप्रेमी र विकासवादी मान्छे हो कि केपी ओली। बिगारेको तँ जस्ता पातकीहरूले केपी ओलीलाई, बुझिस् नि। तँ जस्ता पातकीहरूले आज जननेता मदन भण्डारीका सपना, विचार र सिद्धान्तलाई कुल्चेर आज गन्नाउने एमाले बनायो। कम्युनिस्ट पार्टी हो एमाले भनेको। कम्युनिस्ट आज तँ जस्ता घुसखोरी पागलले गर्दाखेरि कम्युनिस्टमा परिणत गर्यो के। पार्टीलाई बदनाम गर्यो, आफू त आफू थियो, पार्टीलाई बदनाम गर्यो। मदन भण्डारीका सिद्धान्त, सोच, विचारलाई हेर, पढ के हो भनेर। राजसंस्थाका पालामा खुल्ला राजा वीरेन्द्रलाई च्यालेन्ज दिने मदन भण्डारी हो के। श्रीपेच निकालेर आइज, चुनाव लडौँ, नयाँ संविधान लेख्ने मन छ भन्ने मान्छे हो। त्यसका सपनाहरू चकनाचुर बनाइदिस्। पातकी साला, कहिले काहीँ त राम्रा कुरा गर्न यार। खै देशका बारेमा कहिले बोलिस्, कसरी गराउने, के गरी गर्ने, कुनै आइडिया दिस् त। पिएचडी गरेर काम भन्छस् त। पिएचडी गरे मान्छेको ज्ञान यही हो।